क्लास 11 को च्याप्टर नंबर 3 डबल एंट्री सिस्टम एंड अकाउंटिंग इक्वेशन ल अब यो च्याप्टर नंबर 3 क्लास 11 को अकाउंट को हाम्रो च्याप्टर को नाम के छ भन्देखि डबल एंट्री सिस्टम एंड अकाउंटिंग इक्वेशन। अब यो च्याप्टरबाट न्युमेरिकल्स सोध्दाखेरि अकाउंटिंग इक्वेशन मेनली म यहाँ फोकस गर्दैछु। अकाउंटिंग इक्वेशन सोध्छ भन्देखि टु टाइप्स को यहाँ प्रब्लम सोध्छ। एउटा भनेको इक्वेशन बेस्ड प्रब्लम, अर्को फर्मुला बेस्ड के हुन्छ भन्देखि प्रब्लम सोध्ने गर्छ। फर्स्ट अफ अल म यहाँ कुरा गर्छु फर्मुला बेस्ड को। पहिलो नम्बरमै नै मैले कुरा गरिदिएँ। फर्स्ट नम्बरमा नै फर्मुला बेस्ड क्वेश्चन्स। अब यो फर्मुला बेस्ड क्वेश्चन में हामीले अकाउंटिंग इक्वेशन को बेसिक फर्मुला के हुन्छ भन्देखि एसेट्स इक्वल टू लायबिलिटीज प्लस कैपिटल र हामीले क्वेश्चन में के सोधिन्छ भन्देखि अब इक्वेशन में के हुन्छ भने टोटल एसेट इक्वल टू के छ लायबिलिटीज प्लस कैपिटल छ। मतलब लायबिलिटीज र कैपिटल को जोड बराबर नै के हुनुपर्छ एसेट हुनुपर्छ। अब यो तीनवटा कुरामा कहिलेकाहीँ के गरिदिन्छ भन्देखि एउटा कुनै कुरा मिस गरिदिन्छ र एउटा फाइन्ड आउट गर्न भनिदिन्छ। यदि हामीलाई क्वेशन्समा कैपिटल निकाल्न हामीलाई सोधियो भनेदेखि जनरली हामी के गर्छ एसेटबाट लायबिलिटीज माइनस गर्दाखेरि के निस्क्यो कैपिटल निस्क्यो। त्यसरी नै यदि हामीलाई लायबिलिटीज निकाल्न हामी के गर्छौं एसेटबाट कैपिटल घटाउँछौं र हामीले के हुन्छ मजाले हामी यो फर्मुलाको युज गरेर हामीले के गर्न सक्छौं भनेदेखि प्रब्लम सोल्भ गर्न सक्छौं। इजी छ, 1 मार्क्स मा नै सोधिरहेको हुन्छौं र मजाले हामी गर्न सक्छौं। अर्को कुरा यो कैपिटल को नाम यहाँ म यहाँ नोटमा लेखिदिन्छु। अब कहिले के हुन्छ भनेदेखि यो कैपिटल अदर नेम अफ कैपिटल यो कैपिटल को अर्को नाम पनि ले चिनिन्छ। जस्तै इक्विटी, अनर्स इक्विटी, नेटवर्थ, अथवा शेयर होल्डर इक्विटी यो नामहरुले पनि चिनिन्छ। यदि क्वेशनमा यस्तो वर्ड दिएको छ भनेदेखि नझुक्नु होला। हामी मजाले के गर्न सक्छौं भनेदेखि यो फर्मुलाको युज गरेर के गर्न सक्छौं भनेदेखि कुनै पनि यो हामीले इक्वेशनमा कुनै पनि एउटा मिसिङ छ भनेदेखि एसेट हामीले फाइन्ड आउट गर्नु भन्नु पर्यो भनेदेखि क्यापिटललाई र हामीले लायबिलिटीज को जोड गरेर हामीले एसेट निकाल्छौं। यदि क्यापिटल नै फाइन्ड आउट गर्न भन्दियो भने एसेटबाट लायबिलिटीज घटाएर हामी निकाल्छौं। त्यसैगरी लायबिलिटीज भन्दियो भनेदेखि एसेटबाट क्यापिटल घटाएर निकाल्छौं। अब हामी जान्छौं कहाँ भनेदेखि अर्को मेथडबाट हामी कसरी इक्वेशन बेस्डबाट कसरी अब बनाउने भन्देखि किनभने मोस्ट बीबीआई के छ भनेदेखि इक्वेशन बेस्ड। अब यो इक्वेशन बेस्डमा हामीले जानु पर्छ है। अब इक्वेशन बेस्ड 2 नम्बर इक्वेशन बेस्ड प्रब्लम
इक्वेसन बेस्ड प्रब्लम। अब यो इक्वेसन बेस्ड प्रब्लममा हामीले के जान्नुपर्छ, रुल्सहरू जान्नुपर्छ। के जान्नुपर्छ, रुल्स जान्नुपर्छ। नम्बर 1, एभ्री ट्रान्जेक्सन इफेक्ट अथवा एभ्री ट्रान्जेक्सन हैज at least 2 impact. Number 1. 2, basic accounting equation, जसमा बेसिक एकाउन्टिङ इक्वेसनमा के हुन्छ हाम्रो, एसेट इज इक्वल टु liabilities प्लस क्यापिटल। त्यसै गरी नम्बर 3, all expenses and losses deducted from capital। जति पनि हाम्रो खर्च अथवा घाटा हुन्छ भन्ने हामी के गर्छौँ, क्यापिटलबाट घटाउँछौँ। अल इन्कम एन्ड गेन्स एडेड ब्याक टु क्यापिटल। अनि त्यसै गरिकन एडजस्टिङ capital will be current accounting year। यो हामीले के गर्नुपर्छ भन्दाखेरि यो 4वटा रुलको बारेमा थाहा हुनुपर्छ। अब यो थाहा भइसकेपछि अब म यहाँ के कुरा अब यहाँ बुझाउन गइरहेको छु, जस्तै ब्यालेन्स सिटको बारेमा। ब्यालेन्स सिट जसलाई हामी के भन्छौँ, और फाइनान्सियल पोजिसनको नामले हामी के गर्छौँ, चिन्छौँ। अब ब्यालेन्स सिट म यहाँ बनाउन गइरहेको छु। यहाँ रुपिज, liabilities, assets, अब रुपिज। ल अब यसरी हामी हेरौँ। सबभन्दा पहिले के गर्छ भनेदेखि अनर्सले, बिजनेसको मालिकले के गर्छ भनेदेखि क्यास के गर्छ, बिजनेसमा लगानी गर्छ। क्यास भनेको एसेट हो। अब लगानी गर्यो, मानिलिनुहोस् 5 लाख रुपियाँ के गर्यो, लगानी गर्यो बिजनेसमा। अब बिजनेसमा लगानी गरिसकेपछि एक दिन के हुन्छ भने बिजनेस के हुन्छ, इन्ड पनि हुन्छ, लिक्विडेसनमा पनि जान्छ। लिक्विडेसन अथवा वाइन्डिङ अप हुन्छ अथवा बिजनेसको समाप्ति हुन्छ, खारेजी हुन्छ। हामीले के एउटा सिद्धान्त के पढेछौँ भने बिजनेस इन्टिटी कन्सेप्ट, जसमा के हुन्छ, अनर र बिजनेस के हुन्छ, डिफरेन्स हुन्छ। के हुन्छ भनेदेखि अनर्स र के हुन्छ, बिजनेस डिफरेन्स हुन्छ। अब अनर्स र बिजनेस डिफरेन्स हुन्छ, यो कुरा हामी थ्योरीमा पढ्यौँ। अब के हुन्छ भने बिजनेसमा जुन यो क्यास जुन लगानी गर्यो, जुन लगानी गर्छ अनर्सले, त्यसलाई हामी के भन्छौँ, क्यापिटल भन्छौँ। के भन्छौँ, क्यापिटल भन्छौँ। र त्यो क्यापिटल लायबिलिटी साइडमा किन लेख्यो भनेदेखि जब बिजनेस खारिजी हुन्छ, जब लिक्विडेसनमा जान्छ भने एक दिन के गर्छ, बिजनेसले पनि अनरलाई के गर्नु पर्यो, पैसा फिर्ता गर्नु पर्यो। बिजनेसको अनरले के गर्यो, 5 लाख रुपियाँ के गर्यो, क्यास आफ्नो लगायो। हामीले क्यास 5 लाख लेख्यो र लायबिलिटी साइडमा क्यापिटल भनेर पनि 5 लाख लेख्यो। अर्को बिजनेसको अनरले के गर्छ भनेदेखि प्लान्ट एन्ड मेसिनरी मानिलिनुहोस् 15 लाख रुपियाँको के गर्यो भनेदेखि किन्यो। अब त्यो पैसा कहाँबाट ल्यायो भनेदेखि लोनबाट ल्यायो। कि त आफ्नो लगाउँछ कि त लोन, आफ्नो लगाउँछ त्यो त क्यापिटल भइहाल्यो। लोनबाट के गर्यो, लगानी गर्यो। 15 लाख रुपियाँ लोन भयो, यता प्लान्ट एन्ड मेसिनरी भयो।
अर्को जस्तै के हुन्छ भनेदेखि केही गुड्स स्टक बच्यो, स्टक 5 लाखकै थियो। अब त्यो स्टकको पैसा पनि त तिर्नुपर्छ, गुड्स किनेर ल्याउँछ स्टक भयो भनेदेखि त्यो त के गर्नुपर्छ भनेदेखि त्यो तिर्नुपर्छ। त्यसलाई हामी के तिर्नुपर्ने भनेपछि क्रेडिटर्स यहाँ पनि कति लेख्छौँ हामी 5 लाखै लेख्छौँ। अब हेर्दाखेरि हामी के गर्छौँ भनेदेखि जोडेर हेर्दाखेरि 20 लाख लायबिलिटी साइडमा पनि यहाँ हुन्छ र यहाँ 20 लाख एसेट साइडमा पनि हुन्छ। भनेको मतलब के भयो भनेदेखि जुन यो एसेट हुन्छ त्यो के भयो कि त क्यापिटलबाट यहाँ छ र अर्को के छ भनेदेखि कि त ल्याबिलिटिज हामीले क्यापिटल र ल्याबिलिटीलाई जोडेर टोटल एसेट पुगिरहेछौँ। त्यही भएर यो एकाउन्टिफिकेसनमा जहिले पनि एसेट बराबर ल्याबिलिटिज र क्यापिटल हुनुपर्छ भन्ने मान्यता राखेर यो सिद्धान्त बनेको छ। अब योभन्दा अगाडि म नेक्स्ट पार्टमा बनाउने नै छु। धन्यवाद।